के तपाईँ भारी खाना खाएपछि पचाउनको लागि भन्दै सोडा कोल्ड ड्रिङ्क्सहरू पिउनुहुन्छ? यदि हो भने तपाईँहरू एउटा ठुलो भ्रममा हुनुहुन्छ। धेरैले सोडा पिएपछि आउने डकारलाई खाना पचेको सङ्केतको रूपमा लिने गर्छन्। मैले खाएको कुरो यो डकार मार्फत हैन पचिरहेको छ अथवा सन्तुष्ट भइरहेको छ भन्ने फिलिङ्स हुनसक्छ। तर यो एक किसिमको भ्रम हो। हामीले पिएको कार्बोनेटेड ड्रिङ्क्सबाट निस्किएको ग्यासहरू चाहिँ बाहिर निस्किँदा एउटा सङ्केत हो। सोडालाई चाहिँ हाई प्रेसर कार्बन डाइअक्साइड हालेर बनाइएको हुन्छ। ग्यास चाहिँ जब हाम्रो पेटमा जान्छ तब त्यसमा चाहिँ प्रेसर बढ्न जान्छ र डकारको रूपमा एक्सेस ग्यास चाहिँ बाहिर निस्किन्छ। केही बेर हामीलाई सजिलो भएको अनुभव दिन्छ जब हामीलाई खाना पचिसकेको भ्रम दिन्छ, जुन चाहिँ वास्तविक रूपमा खाना पचिसकेको हुँदैन। यिनी प्रयोग नभएका सोडा पदार्थहरूले चाहिँ ग्यास्ट्रिक मोर्टालिटी अथवा पेटको खानालाई आन्द्रातिर धकेल्न मद्दत पुर्याउँछ भन्ने चाहिँ अध्ययनले देखाएको छ। यस्ता सोडाजन्य पेय पदार्थहरूले चाहिँ कब्जियत हैन अथवा अपच, जसलाई डिस्पेप्सिया पनि भनिन्छ, त्यसको लक्षणलाई केही हदसम्म कम गर्नलाई पनि मद्दत गर्न सक्छ भन्ने ती अध्ययनहरूले देखाएका छन्। ध्यान दिनुपर्ने कुरा के छ भने सोडामा अत्याधिक चिनीको प्रयोग हुन्छ। चिनीले शरीरमा इन्सुलिनको सन्तुलन बिगार्नलाई चाहिँ मद्दत पुर्याउँछ। धेरैले जिरो सुगर अथवा डायट सोडालाई चाहिँ स्वस्थकर मान्छन्, तर यसमा प्रयोग हुने आर्टिफिसियल स्विटनर झनै हानिकारक हुने गर्दछ। त्यसरी रेगुलर सोडा र आर्टिफिसियल स्विटनर प्रयोग गरिएका सोडाले चाहिँ कहिलेकाहीँ हाम्रो पेटमा भएका चाहिँ शरीरोपयोगी ब्याक्टेरियाहरू, हेल्पफुल ब्याक्टेरियाहरू जसलाई चाहिँ माइक्रोबायोम भन्छन्, त्यसलाई चाहिँ नष्ट पनि गरेको अध्ययनहरूले देखाएको छ। त्यसो हुँदाखेरि हामीलाई चाहिँ शरीरको मेटाबोलिजम बिग्रिने, विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ। तोल वास्तवमा घट्नुको सट्टा चाहिँ झन् बढ्न सक्छ। कि समयसम्म आर्टिफिसियल स्विटनर प्रयोग गरेका सोडा अथवा पेय पदार्थ प्रयोग गर्दाखेरि मृगौलाको कार्यक्षमतामा पनि असर पुग्ने गरेको देखिएको छ। अत्याधिक सोडा पिउनाले पेट र अन्न नली बीचको ढोका खुगोलो बनाइदिन्छ, जसले गर्दाखेरि पेटमा रहेको एसिड चाहिँ घाँटीतिर आउँछ, जसलाई चाहिँ हामीले मेडिकल भाषामा GERD पनि भन्छौँ, जो छाती पोल्ने अथवा अमिलो पानी आउने। पाचन सुधार्न ग्यासको फोका हैन प्राकृतिक पेय पदार्थ चाहिँ रोज्नुपर्छ, जस्तै अमलाको रस, जिरा पानी, पुदिनाको चिया। सोडाभन्दा 9 गुणा चाहिँ स्वस्थकर र प्रभावकारी हुन्छन् ती। सोडा पिउनु कहिलेकाहीँ रमाइलो हुनसक्छ, तर यसलाई हेल्थ ड्रिङ्क वा पाचनको औषधि सोच्नु चाहिँ वैज्ञानिक रूपमा गलत कुरा हो। शरीरलाई खाना पचाउन इन्जाइम र सक्रिय जीवनशैलीको चाहिँ आवश्यकता पर्छ। याद राख्नुहोस्, पाचन एउटा प्राकृतिक प्रक्रिया हो। यसलाई कृत्रिम ग्यासको आवश्यकता पर्दैन। स्वस्थ रहनुहोस्, सचेत रहनुहोस्। धन्यवाद।